भुवन विष्ट सेतो रिबनमा कृपया दहीरसमा बसिदिनु होला। 45 केजी तौलसम्ममा पुरुष 45 केजी तौलसम्ममा प्रथम स्थानको लागि अंकित भट्ट बेलोरी रातो रिबनमा, भुवन विष्ट आयोजक सेतो रिबनमा कृपया दहीरसमा बसिदिनु होला। यसै गरी हाल खुसी रहनुभएका श्री राजेन्द्र सिंहजीले हाम्रो कार्यक्रमलाई सहयोग गर्नुभएको र उहाँलाई सम्मान प्रदान गर्ने कार्यक्रम रहेको हुँदा सम्मान ग्रहण गर्नुहुनेका लागि पदम सिंहज्यूलाई हार्दिक आमन्त्रण गर्दछौँ। पदम सिंहज्यू राजेन्द्र सिंहज्यूको सम्मान ग्रहण गर्नका लागि हामी मञ्चमा आमन्त्रण गर्दछौँ। श्री राजेन्द्र सिंहज्यूका धर्मपत्नीज्यूलाई आरती सिंहज्यूलाई श्री राजेन्द्र सिंहज्यूको सम्मान ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछौँ। कृपया मञ्चमा अगाडि आइदिनु हार्दिक अनुरोध गर्दछु र सम्मान प्रदान गरिदिनुका लागि विशिष्ट अतिथि शुक्लाफारा नगरपालिकाका नगर प्रमुख रणबहादुर महाराजज्यूलाई हार्दिक अनुरोध गर्दछु। विशेष धन्यवाद छ नेपाल। यसै गरी क्रोएसियामा कार्यरत श्री हरिश विष्टजीले पनि यस कार्यक्रमलाई साथ र सहयोग गर्नुभएकोमा उहाँलाई विशेष धन्यवाद सहित सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ र सम्मान ग्रहण गरिदिनुका लागि उहाँका पूजनीय बुवा काशी सिंह विष्टज्यूलाई सम्मान ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। अहिले भइरहेको 40 केजी मुनि पुरुष 40 केजी मुनिको फाइनल खेल भइरहेको छ। आमन्त्रण गर्दछु मञ्चमा आएर सम्मान ग्रहण। प्रशान्त विष्ट रातो रिबनमा, वासुदेव खण्डना सेतो रिबनमा हुनुहुन्छ। दुईजना शुक्ला फाँटका हुनुहुन्छ। काशी सिंह विष्टज्यू मञ्चमा आएर सम्मान ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसपछि हामी 45 केजी तौलसम्ममा प्रथम स्थानको लागि अंकित भट्ट डडलधुरा रातो रिबनमा, यसै गरी भुवन विष्ट अध्यक्ष लोकराज जोशीज्यूलाई हार्दिक अनुरोध गर्दछु। लोकराज जोशीज्यूलाई सम्मान गर्नका लागि हार्दिक अनुरोध गर्दछु र सम्मान प्रदान गरिदिनुका लागि आजका विशिष्ट अतिथि नगर प्रमुख रणबहादुर महाराजज्यूलाई हार्दिक अनुरोध गर्दछु र सम्मान प्रदान गरिदिनु भएकोमा यहाँलाई विशेष धन्यवाद छ। रातो रिबनको खेलाडीले फल हानेकोले चाहिँ वारेन्ट दिइरहेको छ। यसपछि प्रथम स्थानको लागि अंकित भट्ट बेलोरी श्री रामजानकी सेवा समितिका अध्यक्ष नई सिंह कार्कीज्यूलाई पनि सम्मान ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। अंकित भट्ट रातो रिबनमा, भुवन विष्ट आयोजक सेतो रिबनमा, वासुदेव खण्डना विजय भाइ प्रथम स्थान हासिल गर्नुभएको छ। आयोजक शुक्लाफारा हामीलाई तेल र भाँडाकुँडा उपलब्ध गराउनु श्री रामजानकी सेवा समितिका अध्यक्ष ज्यूलाई विशेष सम्मान स्वरूप